हेलो साथीहरू नमस्ते वेलकम टु माई च्यानल कपिल स्टडी गुरुमा हजुरहरूलाई स्वागत छ। आजको यस भिडियोमा हामी प्यासिभ भोइस एक्टिभ भोइसको ए टु जेड रुल्सहरूको बारेमा डिस्कस गर्नेछौँ। सो हजुरहरूले यो भिडियो हेरिसकेपछि कुनै पनि भिडियो हेर्नु पर्दैन। प्यासिभ भोइस र एक्टिभ भोइसको हाम्रो रुल्सहरू ए टु जेड मैले यसमा राखेको छु। नेपाली र इङ्ग्लिस दुईटै ल्याङ्ग्वेजमा रहेको छ साथीहरू, जुन हजुरहरूलाई एकदमै हेल्पफुल हुनेवाला छ। फर्स्ट रहेको छ हाम्रो एक्टिभ भोइस को सब्जेक्ट कर्ताले काम गर्दछ भन्छ। सब्जेक्टले काम गर्छ। एक्टिभ भोइसमा जहिले नि सब्जेक्टले काम गर्छ हैन। जस्तै कुनै पनि व्यक्तिले रामले यो गर्यो भन्ने हुन्छ नि, हो त्यस्तै कर्ताले काम गर्ने, सब्जेक्टले काम गर्छ। तर त्यही कुराहरू प्यासिभ भोइसमा चाहिँ सब्जेक्ट कर्ताले काम पाउँछ र कामको असर पर्छ भन्छ है साथीहरू। कर्ताले काम त पाउँछ, कामको असर पर्छ, असर पर्ने गर्छ भन्ने छ। अब यसको सामान्य नियमहरू रहेको छ। यसको सामान्य नियमभित्र एक्टिभको अब्जेक्ट प्यासिभको सब्जेक्ट हुन्छ। जहिले नि के हुन्छ साथीहरू, एक्टिभ भोइसको अब्जेक्ट प्यासिभ भोइसको सब्जेक्ट हुने गर्दछ। अनि त्यसै गरिरहेको छ एक्टिभ भोइसको सब्जेक्ट प्यासिभ भोइसमा बाई प्लस एजेन्ट भन्छ बाई प्लस एजेन्ट हैन। हाम्रो अब्जेक्ट के भन्ने हो त, अब्जेक्ट सब्जेक्ट बन्नेको प्यासिभमा बन्दाखेरि सब्जेक्ट के भन्ने हो त, एजेन्ट अब्जेक्ट बन्ने गर्छ भन्ने छ। त्यसै गरिरहेको छ भब प्लस बी, भब प्लस भी3। हामी जहिले नि के त यो यसमा के हुन्छ भन्दाखेरि साथीहरू, हामी जहिले नि प्यासिभ भोइस बनाउँदाखेरि भब 3 को प्रयोग गर्ने गर्छौँ। भब 3 मा बदल्नु पर्ने हुन्छ पास्ट टेन्समा हैन। त्यसै गरी 4 नम्बरमा रहेको छ टेन्स काल जस्ताको जस्तै भन्छ। टेन्समा कुनै पनि प्रकारको चेन्जेस आउँदैन। टेन्स जस्ताको जस्तै सिम्पल प्रेजेन्ट छ भने प्रेजेन्टमै हुन्छ, सिम्पल प्रेजेन्टमै हुन्छ। सिम्पल पास्ट छ भने सिम्पल पास्टमै हुन्छ। यो कुनै प्रकारको चेन्जेस आउँदैन यसमा हैन। त्यसै गरी यसको उदाहरणहरू दिएको छ एक्टिभ प्यासिभको, यहाँ हेर्न सक्नुहुनेछ। राम राइट्स अ लेटर भन्ने छ। राम पत्र लेख्छ भन्ने छ। यसको हाम्रो प्यासिभ भोइसमा के हुन्छ भन्दाखेरि अ लेटर इज रिटन बाई राम हैन। यता के भयो त, अ लेटर भन्ने छ। यो के हो भन्दाखेरि अब्जेक्ट, हाम्रो अब्जेक्ट छ एक्टिभ भोइसमा, अब्जेक्ट छ। हामीले यसलाई के गर्यो, सब्जेक्टमा ल्यायौँ। इज रिटन बाई राम, बाई प्लस राम, राम भनेको एजेन्ट हैन, एजेन्टको काम गरेछ, यहाँ अब्जेक्टको काम गर्यो। त्यसै गरिरहेको छ टी एट एन एप्पल भन्ने छ। यो हजुरहरूले ट्राई गर्नु होला, कमेन्टमा लेख्नु होला के हुन्छ यसको हजुरहरूको लागि। त्यसै गरी अर्को रहेको छ हाम्रो टेन्स अनुसार भन्ने छ। मैले हजुरहरूलाई अब टेन्स अनुसार हाम्रो के हुन्छ, सिम्पल प्रेजेन्टमा के हुन्छ, प्रेजेन्ट कन्टिन्युअसको के हुन्छ, यो बारे मैले हजुरहरूलाई बुझाउने छु। यसमा के छ भन्दाखेरि साथीहरू सिम्पल प्रेजेन्ट हैन, यसमा के छ प्रेजेन्ट, सिम्पल प्रेजेन्टको के हुन्छ त इज र आर प्लस भी3। हामी जहिले नि के त भब 3 मै चेन्ज गर्नुपर्छ। यो हाम्रो प्यासिभ भोइसमा भयो साथीहरू। जस्तै एक्टिभ भोइसमा यसमा के हुन्छ त सिम्पल प्रेजेन्टको के हुन्छ भन्दाखेरि ही इज सिङ अ सङ भन्ने छ हैन। ही इज सिङ अ सङ भन्ने छ। अब यसमा हामीले के त अब्जेक्ट अ सङ, प्यासिभ भोइसमा अ सङ इज सङ बाई हिम, हिको के त हिम हैन। हो त्यसै गरी हाम्रो रहेको छ सिम्पल पास्ट हैन। सिम्पल पास्ट चाहिँ सिम्पलमा के हुन्छ भन्दाखेरि वाज वेयर प्लस भी3, वाज वेयर प्लस भी3 हामीले प्रयोग गर्नुपर्ने हुन्छ प्यासिभ भोइस बनाउँदाखेरि। यसमा के रहेको छ भन्दाखेरि एक्टिभ भोइसमा हेरौँ हामी। एक्टिभ भोइसमा सी प्लेन टु रोम भन्ने छ, सी प्लेन टु रोम। अब यसको के हुन्छ भन्दाखेरि प्यासिभ भोइसमा द रोम वाज प्लेन बाई हर, अब्जेक्टलाई सब्जेक्ट बनाउने, भब 3 गर्नु पर्यो, वाज वेयरको प्रयोग गर्ने, अनि भबलाई 3 गरेर बाई प्लस एजेन्ट राख्नु पर्यो हैन। सी भएको कारणले गर्दा हामीले के गर्यौँ त हरको प्रयोग गर्यौँ, ही भएको कारणले हिमको प्रयोग गर्छौँ हैन।
यो कुराहरू जान्नुपर्ने हुन्छ। त्यसैगरी हाम्रो अर्को रहेको छ साथीहरू फ्युचर सिम्पल फ्युचरमा है। सिम्पल फ्युचरमा हाम्रो के हुन्छ भन्दाखेरि साथीहरू विल बी प्लस V3 हामीले युज गर्नुपर्ने हुन्छ। प्यासिभ भोइस बनाउँदाखेरि सिम्पल फ्युचरमा हामीले विल बी प्लस V3 को प्रयोग गर्छौं। एक्टिभ भोइसमा दे विल ओपन द शप भन्ने छ। अब यसको के त प्यासिभ भोइस बनाउँदाखेरि द शप भनेको अब्जेक्ट छ, यसलाई के बनाउनु पर्यो त प्यासिभ भोइसमा सब्जेक्ट बनाउनु पर्यो। द शप विल बी ओपन बाई देम, दे भएको कारणले गर्दा देम हैन। त्यसैगरी हाम्रो रहेको छ प्रेजेन्ट कन्टिन्युअस टेन्समा। प्रेजेन्ट कन्टिन्युअस टेन्समा हामीले प्रेजेन्ट कन्टिन्युअस टेन्स है साथीहरु, प्रेजेन्ट कन्टिन्युअस टेन्समा इज आर बीइङ प्लस V3 हामीले यो प्यासिभ भोइस बनाउँदाखेरि यो युज गर्नुपर्ने हुन्छ। जस्तै हाम्रो एक्जाम्पल हेर्नु, एक्टिभ भोइसमा के हुन्छ भन्दाखेरि सी इज रिडिङ अ बुक, सी इज रिडिङ अ बुक भन्ने छ। यसको प्यासिभ भोइसमा के छ भन्दाखेरि साथीहरु अ बुक इज being read by her। अब हजुरहरुलाई एउटा डाउट लाग्यो होला, सेम लेख्यो भने यसको के हुन्छ भन्दाखेरि रिड को V3 V1 के हुन्छ त रिड, V2 के हुन्छ रिड, V3 के हुन्छ रिड, V4 के हुन्छ रिडिङ, V5 के हुन्छ रिड्स हुन्छ हैन। यो हजुरहरुलाई थाहै नै छ। अनि त्यसपछि रहेको छ हाम्रो पास्ट कन्टिन्युअस टेन्स। पास्ट कन्टिन्युअस टेन्समा हामीले प्यासिभ भोइस बनाउँदाखेरि वाज वेयर बीइङ प्लस V3 बनाउनु पर्छ। जहिले हामीले V3 नै बनाउने है साथीहरु, यो कुराहरुमा चाहिँ क्लियर हुनु होला। हामीले जुनसुकै टेन्सको पनि V3 नै बनाउनु पर्छ। भर्ब फर्ममा हामीले V3 नै बनाउनु पर्छ। बाँकी टेन्स जस्ताको जस्तै हुन्छ, कुनै पनि चेन्जेस आउँदैन। एक्टिभमा हाम्रो के छ त he was driving a car, he was driving a car छ। अब यसको प्यासिभ भोइस बनाउँदाखेरि a car was being driven by him, a car was being driven by him हैन। अब त्यसपछि रहेको छ हाम्रो पर्फेक्ट टेन्स। पर्फेक्ट टेन्स को जहिले नि हाम्रो के हुन्छ भन्दाखेरि पर्फेक्ट टेन्समा हैज, हैव, हैड, बीन प्लस V3 गर्नुपर्छ हामीले जहिले नि है साथीहरु। अब यसमा हेर्नु होला एक्टिभ भोइसमा दे हैव डन द वर्क, दे हैव डन द वर्क भन्ने छ। अब प्यासिभ भोइसमा के हुने भयो भन्दाखेरि साथीहरु द वर्क हैज बीन डन बाइ देम, देखो देम हैन। त्यसपछि हाम्रो रुल्स नम्बर 5 मा रहेको छ साथीहरु, यो भयो हाम्रो टेन्स अनुसार। अब आएको छ हाम्रो इम्परेटिभ सेन्टेन्सहरु हैन। इम्परेटिभ सेन्टेन्स भनेको आज्ञार्थ वाक्य जुन आदेशहरु कमान्डहरु गर्ने हैन, आदेश दिने, आज्ञा गर्ने, कसैलाई आदेश दिने, कमान्ड गर्ने कुराहरु इम्परेटिभ सेन्टेन्स भित्र पर्छ। जस्तै यसमा एक्जाम्पल हेरौं, एक्टिभ भोइसमा ओपन द डोर, ढोका खोल भनेर एउटा के हो त यसले कमान्ड गरेको छ। यसको प्यासिभ भोइस बनाउँदाखेरि जहिले नि हामीले लेट द डोर बी ओपन भनेर यसरी चाहिँ हामीले बनाउनु पर्ने हुन्छ। यो हाम्रो इम्परेटिभ सेन्टेन्स हो है साथीहरु। त्यसपछि रहेको छ हाम्रो रुल्स नम्बर 6 मा रहेको छ हैन। एक्टिभमा डिड सी राइट अ लेटर भन्ने छ। यसमा मिस छुटे रहेछ है साथीहरु। यसमा के छ भन्दाखेरि प्रश्न भन्छ, हाम्रो एस्क नो क्वेशन हाम्रो हैन, एस्क नो क्वेशनहरुमा आउने गर्दछ। यो एस्क नो क्वेशनको है साथीहरु। एस्क नो क्वेशनमा जहिले नि भर्ब हाम्रो के हुन्छ त भर्ब अगाडि आएको हुन्छ हैन। एक्टिभ भोइस अब एक्टिभमा के हुन्छ डिड सी राइट अ लेटर भन्ने छ। डिड सी राइट अ लेटर के उसले पत्र लेखिन् भन्ने छ। के उसले पत्र लेखिन् भन्ने छ। यसको प्यासिभ भोइस बनाउँदाखेरि
यसको प्यासिभ भोइस के हुन्छ भन्दाखेरि वाज अ लेटर रिटर्न बाई हर भनेर के पत्र उसद्वारा लेखियो भनेर चाहिँ यो हामीले यस्तरी चाहिँ चेन्ज गर्नुपर्ने हुन्छ। यो यास्नो क्वेसनमा हो है साथीहरू। अनि त्यसै गरिरहेको छ हाम्रो नकारात्मक वाक्य नेगेटिभ सेन्टेन्सहरू, जुन नेगेटिभ सेन्टेन्सहरू हुन्छ जसले नकारात्मक अर्थ दिने गर्छ ती सेन्टेन्सहरूलाई कसरी चेन्ज गर्ने भन्ने छ। जस्तै एक्टिभमा हाम्रो सी डिड नट हेल्प मी भन्ने छ, उसले मलाई मद्दत गरिन भन्ने छ। अब यसको प्यासिभ भोइसमा के हुन्छ भन्दाखेरि आई वाज नट हेल्प्ड बाई हर, आई वाज नट हेल्प बाई हर, मलाई उसद्वारा मद्दत गरिएन। यस्तरी यसको प्यासिभ भोइस बनाउनु पर्ने हुन्छ। त्यसै गरी हाम्रो रहेको छ रुल्स नम्बर 8 मा खास नियमहरू यसमा दिएको छ साथीहरू, विशेष प्रकारको। त्यसै गरी रहेको छ साथीहरू ट्रान्जिटिभ भर्ब अब्जेक्ट हुने भर्बहरू मात्र प्यासिभ भोइस बन्छ भन्ने छ। जस्तै हजुरहरूले यहाँ देख्न सक्नुहुन्छ हि स्लिप वेल, हि स्लिप वेल छ, यो के हुन्छ भन्दाखेरि यो प्यासिभ बन्न सक्दैन है। यस्तो अवस्थामा यो प्यासिभ भोइस बन्न सक्दैन। यसको लागि ट्रान्जिटिभ भर्बहरू भएको अवस्थामा हाम्रो प्यासिभ भोइस बन्दैन। त्यसै गरी हाम्रो यसमा रहेको छ एजेन्ट बाई प्लस सब्जेक्टहरू है। एजेन्ट बाई प्लस सब्जेक्ट धेरै पटक छुट्याइन्छ भन्छ होइन। हामीले यो कुराहरू धेरै ध्यान दिनुपर्ने हुन्छ। अनि समवन स्टोलन माई ब्याग भन्ने छ, समवन स्टोलन माई ब्याग। अब यसको के हुन्छ भन्दाखेरि माई ब्याग वाज स्टोलन भन्ने यति नै हामीले बनाउनु पर्ने हुन्छ। माई ब्याग वाज स्टोलन यसरी चाहिँ बनाउनु होला। सो साथीहरू त्यसपछि रहेको छ यसको नोट रहेको छ। केही कुराहरू हामीले मेमोराइज गर्नुपर्ने, हामीले सम्झाउनु पर्ने के छ भन्दाखेरि अब्जेक्टलाई अगाडि ल्याइने भन्ने है। प्यासिभ भोइस बनाउँदाखेरि अब्जेक्टलाई जहिले पनि अगाडि ल्याइन्छ। अनि के त सब्जेक्टलाई बाई प्लस डटमा राख्ने भन्ने छ। बाई प्लस हाम्रो के त एजेन्ट अब्जेक्ट हाम्रो अब्जेक्टमै भन्दैन होइन, अब्जेक्टमा राख्ने गरिन्छ प्यासिभ भोइस बनाउँदाखेरि। अर्को के छ भन्दाखेरि भर्बलाई बी प्लस V3 मा बनाउने भन्ने छ। टेन्स अर्को के छ भन्दाखेरि हामीले बुझ्नुपर्ने सम्झिनुपर्ने टेन्स उस्तै राख्ने भन्ने छ। टेन्समा कुनै पनि प्रकारको चेन्जेस आउँदैन। ओके साथीहरू, आई होप हजुरहरूले बुझ्नुभयो होला। यदि भिडियो मन पर्यो भने डोन्ट फर्गेट सब्सक्राइब माई च्यानल कपिल स्टडी ग्रुप। थ्याङ्क यू।